भगवान् कस्तो जीवन हुन्छ है हेर, कोही कसैको बाउ हुन्छ, मा हुन्छ, आमा हुन्छ, कोही हुन्छ होइन, कसैले लिन आउँछ। तर कसैलाई होइन, मान्छेले यहाँ प्रकाश भुजेल पनि आउनु भएको छ उता हेर्नु, आशीर्वाद लिँदै बसिरहेको छ होइन, त्यो गेटभन्दा ढोकाभन्दा उतातिर प्रकाश भुजेल साहबले होइन। अनि यो लावारिस लासलाई उद्धार गरायो कि यसले, यो गर्ने प्रकाश हो यहाँ छ। प्रकाश भुजेल बाबा, झाँक्रीवाला बाबा। यो लावारिस लास यति छ। सायद मलाई हेरेर यसको मेरो भन्न कल्पना पनि गर्न सक्दैन, मेरो आत्मा चाहिँ होइन रुख कापिरहेछ। यस्तो पनि हुन्छ यार संसारमा, मान्छे होइन, मानवीयपन होइन सब गइसकेछ होइन। को होला यो मान्छे, केमा मऱ्यो होला होइन, लावारिस लास होइन भनेर खै मलाई थाहा भएन। म एकचोटि भन्न खोज्छु के हुन्छ होला यार संसारमा होइन, कसैको छोरा होला, कसैको छोरी होला, को होला, के होला, कहाँबाट आयो होला। यो लावारिस लास छ, यो लासको कोही आमा छैन, बा छैन, कोही छैन। अनि के गर्न मिल्छ सरकार? तपाईँहरूसँग छ कुनै तर्क मलाई भन्नु के? म यो भन्न खोजिरहेको छु कि यहाँको मान्छेले कसैले कसैलाई केयर चाहिँ गर्दैन। पशुपतिको आर्यघाट हो ठ्याक्कै यसमा होइन। भन्न चाहिँ अब धेरै कुरा भन्न थियो, तर भन्न मन लागेन कि मेरो मन। अनि आज मैले यो देखेर लास्टै दङ्ग पऱ्यो कि मेरो टेन्सन दिमागको होइन, बिपी दिमाग भने दिमागै रहेन कि साला यस्तो पनि हुन्छ भनेर म सोचेको थिएन, कल्पना गरेको थिएन होइन, कल्पना गर्न परेको छ। अब के भनिदेऊ थाहा भएन। मुद्दाको साथ फोटो खिचाउँछ होइन, मान्छेहरू यस्तो फोटो खिच्छ होइन, अनि मुद्दाको साथ मान्छेहरूले यस्तो होइन माया गर्छ। खोइ के हुन्छ यार, थाहा भएन यार संसारमा होइन। एकअर्कासँग आई डोन्ट नो वाट दे आर डुइङ होइन, को होला भनेर कसैलाई। मेरो यो दाई इन्टरभ्यू दिनु भइरहेको थियो त्यहाँ प्रकाश भुजेलसँग होइन। अनि यसरी यसको लावारिस लास कहाँबाट यो लावारिस लास आयो होइन, के होला यो लावारिस लासको? मैले के बुझ्न सकेन मुझे, के भइरहेको छ यहाँ संसार नेपालमा होइन। के हुन लाग्छ, के हुन्छ, के हुँदैन थाहा भएन। अन्तिममा चेतनाको बेला अब चेतना के भन्ने यार मलाई थाहा भएन। के भन्छ तिमीहरू आफै सोच हेर, अनि भन मलाई के आँखा छ भने सब कुरा हेर, संसारमा के भइरहेछ, के हुन लाग्छ होइन, सब हेर अनि सम्झ, अनि मलाई भन के सरकार। किनकि म केही भन्न सक्दिनँ, स्पिचलेस भइसकेको छु, मसँग सब छैन, अर्थ छैन होइन। अनर्थ नगरिदेऊ अनि बुझ, भन, खोज कसको मान्छे छ होइन, यहाँ चिन र लिएर जाउँ यहाँ पशुपति आर्यघाटमा। ल साला यत्रो लास आएर फ्री फोकटको मान्छेलाई जुलाएको छ। यहाँ प्रकाश भुजेल उतातिर इन्टरभ्यू भइरहेको छ, प्रकाश भुजेलको ठ्याक्कै उतातिर प्रकाश भुजेल। त्यो अब खै किन आएछ त थाहा भएन, त्यो गडीगाड सडीगाड लिएर आएछ, खोइ कसलाई के गरेर थाहा भएन। यस्तो पनि रहेछ कि यहाँको दृश्यहरू भनेर म तपाईँहरूको बिच राखिरहेको छु। हेरिदिनु होला, धन्यवाद, थ्याङ्क्स।